हे परम प्रभु, मेरा वचनहरूमा कान थाप्नुहोस्। मेरो सुस्केरामा ध्यान दिनुहोस्। हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो दुहाई सुनिदिनुहोस्, किनकि तपाईँमा नै म प्रार्थना गर्दछु। हे परम प्रभु, बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ। सबेरै तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु। तपाईँ दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न। खराबी तपाईँमा बास गर्न सक्दैन। घमण्डी मानिस तपाईँको सामु टिक्नै सक्दैन। दुष्ट काम गर्नेहरू सबैलाई तपाईँ घृणा गर्नुहुन्छ। झुट बोल्नेहरूलाई तपाईँ नाश गर्नुहुन्छ। परम प्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ। तर म चाहिँ तपाईँको अपार कृपाको कारणद्वारा तपाईँको भवनभित्र पस्नेछु। भक्तिसाथ तपाईँको पवित्र मन्दिरतिर फर्की दण्डवत गर्नेछु। हे परम प्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईँको धार्मिकतामा मलाई डोर्याउनुहोस्। तपाईँको मार्ग मेरो सामुन्ने सोझो पारिदिनुहोस्। तिनीहरूको मुखमा सत्यता छैन अनि तिनीहरूको हृदय दुष्टताले भरिएको छ। तिनीहरूको घोक्रो खुला चिहान हो अनि आफ्नो जिब्रोले तिनीहरू छलका कुरा बोल्दछन्। हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्। आफ्नै जाल तिनीहरूका पतनको कारण होस्। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्, किनकि तिनीहरूले तपाईँको विरुद्धमा विद्रोह गरेका छन्। तर तपाईँमा शरण लिनेहरू चाहिँ रमाउन् र तिनीहरू सधैँ हर्षले गाउन्। तपाईँले नै तिनीहरूको रक्षा गर्नुहोस् र तपाईँको नाउँलाई प्रेम गर्नेहरू तपाईँमा आनन्दित होउन्, किनकि हे परम प्रभु, तपाईँले धर्मीहरूलाई आशिष दिनुहुन्छ। ढालले रक्षा गरे चाहिँ आफ्नो कृपा दृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ। आमेन।